राम राम 10 बजिसकेछ गेट बन्द भयो। राम राम आज त ढिलो भयो कि क्या बुढोले मार्ने भयो आज। कति पढाइसक्यो तिमीहरूलाई मैले टाइममा क्लास आउनु भनेको हो कि होइन? जहिले ढिलो आउने सरले राम राम नयाँ बुढो भनेको यही हो कि क्या हो? साथीहरू यदि तपाईँहरू पाथिभरा मातालाई सच्चा मनदेखि माया गर्नुहुन्छ भने भिडियोलाई एक लाइक गरी च्यानललाई सब्सक्राइब गर्नु होला। के गर्ने अब बुद्धि लाउनु पर्यो। यो स्कुलको कर्मचारीको कार्ड चाहिँ भिरेर अनि राम जानु पर्यो। टाँसिदिनु पर्यो लुखा त झोलाइ फालिदिन्छु। गुड मर्निङ स्टुडेन्ट। के हो कोही पनि क्लासमा छैन त? ए सर नयाँ भने तपाईँ नि हो सर? ए हजुर चाहिँ को हो नि फेरि यहाँको? कार्ड साड लाउनु भएको छ? ए सर म चाहिँ यहाँको नयाँ कर्मचारी हो, यो स्कुलको टिचर। ए अनि त्यसो भए यी भए जति सबै टिचर होला नि होइन त? हेर्नुहोस् नयाँ सर, मैले यस्ता धेरै विद्यार्थीहरू देखेको छु, धेरै स्कुलमा प्रिन्सिपल गरेको छु। मलाई नसिकाउनुहोस्। राम एउटा प्रिन्सिपल, 2टा 3टा 4वटा 5वटा 6वटा 7वटा 8वटा 9वटा एउटा स्कुलमा 10 जना प्रिन्सिपल हुन्छ। अनि यति धेरै प्रिन्सिपल भएपछि चाहिँ विद्यार्थी चाहिँ को त? सरी सर गल्ती भयो। अबदेखि आइन्दा यसरी कसैले झुक्क्याउन खोज्यो भने तिमीहरूको नि म के गर्छु भन्ने कुरो त्यसै बेला थाहा हुन्छ। सबैलाई स्कुलबाट रेस्टिकेट गर्छु। गुड मर्निङ स्टुडेन्ट। ला बुढोले पहिले थाहा पाएछ कि क्या हो? के छ त सर अनि तपाईँको चाहिँ खबर?